आज संसारले पर्वतारोहणको इतिहासका एक महान नायक गुमाएको छ। विश्व प्रसिद्ध पर्वतारोही निर्मल निम्स दाई पूर्जा अब हाम्रो बीचमा रहनु भएन। 30 जुलाई 2026मा पाकिस्तानको ब्रडपिकमा आएको भीषण हिमपहिरोमा हराएपछि उहाँको निधनको पुष्टि भएपछि संसारभरका पर्वतारोही तथा शुभचिन्तकहरू शोकमा डुबेका छन्। निम्स दाईले केवल 189 दिनमै विश्वका सबै 14वटा 8000 मिटरभन्दा अग्ला हिमालहरू आरोहण गरेर इतिहास रचेका थिए। उहाँ पहिलो पटक जाडो याममा K2 हिमाल सफलतापूर्वक आरोहण गर्ने ऐतिहासिक नेपाली टोलीका प्रमुख सदस्य हुनुहुन्थ्यो। उहाँ ब्रिटिश स्पेशल बोट सर्भिस सुब्समा प्रवेश गर्ने पहिलो गोर्खा सैनिक पनि हुनुहुन्थ्यो र सन् 2018मा उच्च हिमाली पर्वतारोहणमा असाधारण योगदानका लागि नोबेल सम्मानबाट सम्मानित हुनुभएको थियो। उहाँको साहस, अटल आत्मविश्वास र अलवेज बिलिभ भन्ने सन्देशले संसारभरका लाखौं मानिसलाई प्रेरणा दिएको छ। उहाँको परिवार, साथीहरू र सम्पूर्ण विश्व पर्वतारोहण समुदायप्रति हार्दिक संवेदना व्यक्त गर्दछौं। हिमालहरूले सधैँ उहाँको सम्झना जीवित राख्नेछन्। निम्स दाई, तपाईलाई कहिल्यै बिर्सिने छैनौं।